सदियौंदेखि परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बालीहरू जसलाई रैथाने बाली भनिन्छ। मानव भोजन, पशुचाराका साथसाथै औषधिजन्य वस्तुको रूपमा प्रयोग हुँदै आएका यी बालीहरूले सामाजिक, आर्थिक एवं सांस्कृतिक मूल्य बोकेको पाइन्छ। जिब्रोमा तिखर स्वाद, पोसिलोपना र स्वास्थ्यवर्धक गुण रैथाने बालीका विशेषताहरू हुन्। रैथाने बालीहरू कुनै निश्चित हावापानीमा पाइने र यिनीहरूले रोग, किरा, खडेरी, अतिवृष्टि जस्ता प्रतिकूल अवस्थाहरूलाई सहन सक्छन्। चिसो हावापानी हुने उच्च पहाडी क्षेत्र, रुखो तथा असिंचित जमिनमा खेती गर्न सकिने भएकाले यी बालीहरू खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित भएका हुन्। नेपालमा सन् 1960 को दशकमा पहिलो पटक उन्नत जातको बिउ भित्रिएको थियो भने सन् 1990 पछि मात्र वर्णशंकर जातका बालीहरू आयात गरिएका हुन्। यति छोटो समयमै आयातित बिउ बिजनहरू देशका कुना कन्दरासम्म फैलिरहँदा नेपालमा सदियौंदेखि खेती हुँदै आएका आधाभन्दा बढी रैथाने जातका बालीहरूको बिउ मासिसकेको छ। तथापि विभिन्न बालीका 30,000 भन्दा बढी रैथाने जातहरूको धेरथोर परिमाणमा नेपाली माटोमा खेती हुने गरेको अनुमान छ। स्थानीय हावापानी अनुकूलका यी बालीहरू मासिँदै जाँदा खाद्य तथा पोषण सुरक्षा चुनौती मात्र होइन, जैविक विविधतामा समेत ह्रास आउने भएकाले रैथाने बालीहरूको संरक्षण तथा प्रवर्धन अहिलेको टटकारो आवश्यकता हो। स्थानीय हावापानीमा खेती हुँदै आएका ती बालीहरू जसको रोग किरा प्रतिरोधक क्षमता भएकाले यी बालीहरूको प्राङ्गारिक उत्पादन प्रवर्धन गरी स्थानीय स्तरमा खाद्य सुरक्षा सुनिश्चितता तथा व्यापार प्रवर्धनमा टेवा पुग्ने कुरामा कसैको दुई मत नहोला। कर्णाली प्रदेशमा खेती हुँदै आएका र सम्भावना बोकेका केही प्रमुख रैथाने बालीहरूको बारेमा यहाँ चर्चा गरिएको छ। कोदो। कोदो नेपालमा धान, गहुँ र मकै पछिको चौथो खाद्यान्न बाली हो। यो खेती गर्न सजिलो र पौष्टिकताले भरिपूर्ण बाली हो। परम्परागत रूपमा ढिँडो, रोटी, मदिरा र पशु आहारमा प्रयोग हुँदै आएको कोदो पोसिलो र आडिलो खाना भएकै कारण यसको ढिँडो श्रमजीवी कृषकको पहिलो रोजाइको खाना हो। नेपालका आदिवासी जनजाति समुदायमा कोदोको सांस्कृतिक महत्त्व पनि त्यति नै रहेको छ। कोदोमा क्याल्सियम, फोस्फरस र फलाम प्रचुर मात्रामा पाइने भएकाले केटाकेटी, वृद्ध, गर्भवती तथा रोगीहरूका लागि उत्तम भोजन मानिन्छ। मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुगाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडा पखालाका रोगीहरूका लागि यो अति उपयोगी वस्तु प्रमाणित भएको छ। कोदोको पौष्टिक महत्त्व उच्च भएकै कारण यसका विभिन्न परिकारहरू होटल तथा रेस्टुराँहरूमा लोकप्रिय भइरहेका छन्। यसबाट केक, पाउरोटी, बिस्कुट, कुकिज, नमकिन, पफ, डोनट, चाउमिन इत्यादि परिकारहरू बन्दछन्। जलवायु परिवर्तनसँगै विश्वव्यापी रूपमा फैलिएको खडेरी, सुक्खा, अतिवृष्टि, नयाँ रोग तथा किराहरूको प्रकोप जस्ता प्रतिकूल अवस्थामा पनि नियमित उत्पादन दिने भएकाले कोदोलाई जलवायु अनुकूलित बालीको रूपमा लिइन्छ। यसको खेती गर्दा कुनै प्रकारको रासायनिक मलखाद तथा विषादी प्रयोग गर्नु नपर्ने भएकाले यो पूर्णतया प्राङ्गारिक छ। प्राङ्गारिक मल मात्रको प्रयोग गरेर उत्पादन गर्न सकिने यस बालीलाई प्राङ्गारिक तथा वातावरण मैत्री तुल्याएर उत्पादनमा दिगोपन ल्याउन सकिन्छ। कोदो न्यानो हावापानी रुचाउने बाली हो। यसको खेती तराईदेखि उच्च पहाडसम्म हुन्छ, तथापि मध्य पहाडी क्षेत्रको हावापानी यसका लागि उत्तम मानिन्छ। यसले सुक्खा सहन सक्ने भएकाले अक्सर सिँचाइ सुविधा नभएको कम उर्वर जमिनमा खेती गर्ने गरिन्छ। यद्यपि सिँचाइ सुविधा भएको खण्डमा यसले राम्रो उत्पादन दिन्छ। फापर। नेपालको उच्च पहाडी क्षेत्रमा फापरलाई प्रमुख खाद्यान्न बालीको रूपमा लिइन्छ। भौगोलिक क्षेत्र अनुसार ग्रीष्म, हिउँदे, शरद र वसन्ते बालीका रूपमा फापर खेती गर्ने गरिन्छ। नेपालमा मिठे र तिते नामका दुई प्रजातिहरूको खेती गर्ने गरिन्छ।
तिते फापर अलि अग्लो हुनुका साथै फूलको रङ हल्का हरियो हुन्छ भने यसको तुलनामा मिठे फापर केही होचो र यसमा विभिन्न रङका फूलहरू फुल्दछन्। कडा माटो र सुक्खा जमिनमा पनि फापर हुर्कन सक्ने भएकाले पानीको अभाव हुने पहाडी क्षेत्रका लागि उपयोगी बालीको रूपमा लिइन्छ। मह उत्पादनमा मिठे फापरको राम्रो योगदान रहेको छ। फापरबाट विभिन्न थरीका परिकारहरू बनाई उपभोग गर्न सकिने भएकोले नेपालमा यसको सबै क्षेत्र र समयमा विशेष महत्त्व रहँदै आएको छ। कुनै कारणले मुख्य बाली असफल भएमा तुरुन्तै फापर लगाउन सकिन्छ। झारपात नियन्त्रणमा फापर आफैले भूमिका खेल्ने र हरियो सागपात नपाउने समय चैतदेखि जेठसम्म फापर रोपेर सागको रूपमा प्रयोग गर्न सकिन्छ। खेती गरिने बालीहरूमा फापर मात्र एक त्यस्तो प्रजाति हो जसले रुटिन पदार्थ बनाउँदछ, जुन रक्तकोशिका मजबुत गर्ने, क्यान्सर रोगको सम्भावना घटाउने, रक्तचाप तथा सूजनको अवस्थालाई सुधार गर्ने इत्यादि कार्य गर्छ। फापरमा नायसिन, टोक्राफिनोल भन्ने पदार्थ पाइने हुँदा मधुमेहका बिरामीका लागि उपयोगी खाना मानिन्छ। फापरलाई शुद्ध अन्नको रूपमा देवी देवतालाई चढाउने, पूजाआजा, चाडपर्वहरूमा व्रत फलाहारको रूपमा प्रयोग गर्ने र यसका परिकारहरूलाई कोसेलीको रूपमा ल्याउने लैजाने गरिन्छ। फापर खेतीका लागि ठण्डा र आर्द्र हावापानी उपयुक्त हुन्छ। हिउँ र तुषारोलाई छल्न सके निकै उचाइसम्म पनि यसको खेती गर्न सकिन्छ। नेपालमा 2100 मिटर भन्दा माथिको उचाइमा बढी मात्रामा फापर खेती गरेको पाइन्छ। फापरको कलिलो मुन्टालाई सलाद, तरकारी तथा अचारको रूपमा र चिया, च्याख्ला, रोटी, ढिँडो, सुप, सातु, मम आदि बनाएर खाने गरिन्छ। यसको पिठोबाट केक, नमकिन, बिस्कुट, कुकिज, पाउरोटी, हलुवा, प्यानकेक आदि परिकारहरू बन्दछन्। कागुनो पनि परापूर्व कालदेखि खेती हुँदै आएको खाद्यान्न बाली हो, जुन लगाएको छोटो समयमा नै तयार हुन्छ। उच्च तथा मध्य पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदो प्रजाति अन्तर्गत पर्दछ। कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट लगायतका पहाडी जिल्लाहरूमा यसको खेती हुने गर्दछ। विशेषतः यसलाई असिंचित र रुखो जमिनमा खेती गर्ने गरिन्छ। नेपालमा खेती गरिने कागुनोका जातहरूमा कालो कागुनो, सेतो कागुनो, रातो कागुनो, पहेँलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठुलो कागुनो आदि छन्। कागुनोले असिना, खडेरी सहनुका साथै भिरालो र रुखो जमिनमा पनि राम्रो उत्पादन दिने भएकाले यसलाई भोकमरीमा बचाउने बालीको रूपमा चिनिन्छ। कागुनोलाई बाँदरले पनि त्यति नोक्सान गर्दैन र कोदो वा मकैसँग घुसुवा बालीको रूपमा खेती गर्न सकिन्छ। कागुनोको भात, खिर, रोटी, ढिँडो बनाएर खाने गरिन्छ। पौष्टिक तत्त्वहरू जस्तै प्रोटिन, चिलो पदार्थ र खनिज पदार्थको उपलब्धताका आधारमा कागुनोलाई धान र गहुँभन्दा श्रेष्ठकर मानिन्छ। यसलाई प्राङ्गारिक पद्धति अनुसार सहजै उत्पादन गर्न सकिने र वर्तमान परिवेशमा प्राङ्गारिक उत्पादनको माग बढेसँगै सहरी क्षेत्रहरूमा यसको माग पनि बढ्दै गएको छ। कागुनोमा क्यान्सर निरोधक रसादीका साथसाथै क्याल्सियम, म्याग्नेसियम, फोस्फरस, सोडियम र फलाम जस्ता अक्सीकरण निरोधक लवणहरू पाइन्छन्। यी रसादी र खनिज लवणहरूले हाम्रो शरीरमा खानेकुराहरू पच्ने क्रममा बन्ने सुपर अक्साइड ऋणात्मक तत्त्व हाइड्रोक्सिल तत्त्व, हाइड्रोजन पेरोक्साइड मोनोअक्सिजन नामका प्रतिक्रियाशील आणविक अक्सिजन तत्त्व रूपहरू बन्न दिँदैनन् या बनेका त्यस्ता तत्त्व रूपलाई निष्क्रिय पार्दछन्। शरीरका कोषहरूमा भएको चिल्लो पदार्थ, कोष झिल्ली, प्रोटिन, न्युक्लिक एसिड आदि जैविक अणुहरूको अक्सीकरण हुनबाट रोकी उक्त कोषहरू विनाश हुनबाट बचाउँछन्। कागुनोमा पाइने औषधीय गुण भएका पौष्टिक तत्त्वहरूले कार्बोहाइड्रेट पचाउने पाचन रसहरूको कामलाई ढिलो गराउँछ र कार्बोहाइड्रेट ढिलो पच्दछ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा धेरै बढ्न पाउँदैन। कागुनोमा कार्बोहाइड्रेट र पानीमा घुलनशील तथा अघुलनशील रेसाहरू पाइन्छन्, जसले हाम्रो शरीरमा ग्लुकोज सहने क्षमता र इन्सुलिनको संवेदनशीलता बढाउन सहयोग पुग्दछ।
समुद्री सतहबाट 800 देखि 2800 मिटरसम्मको उचाइमा कागुनो खेती गरिएको पाइन्छ। यसलाई वर्खेवालीका रूपमा तल्लो पहाड र बेसीमा असार 15 सम्म, मध्य पहाडमा जेठ मसान्तसम्म र 1800 मिटर भन्दा माथिको पहाडमा चैतको अन्तिम हप्तासम्म रोप्ने गरिन्छ। चिनो नेपालको उच्च पहाडी क्षेत्रमा परापूर्व कालदेखि खेती हुँदै आएको बाली हो। सामान्यतया चिनोकै नामले चिनिने यसको बोट धान जस्तो र दाना कोदो जस्तो हुने भएकाले कतै कतै यसलाई धान कोदो पनि भन्ने गरिन्छ। चिनोको दाना सुगा लगायत विभिन्न चराहरूले मन पराउने हुनाले यसलाई चरी अन्न पनि भनिन्छ। कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको यस बालीले कुनै बेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पुर्याएको थियो भने अहिले आएर यसको खेती हुने क्षेत्रफल बिस्तारै खुम्चिँदै आएको छ। चिनो कुट्न कठिन हुने र यसको भात धानको जस्तो नरम र स्वादिलो नहुने भएकाले यसको उपयोगिता घट्दै आएको एक थरीको भनाइ छ भने अर्का थरी उपभोक्ताहरू स्वास्थ्यको दृष्टिकोणबाट यो निकै उपयोगी भएको बताउँछन्। हालका दिनहरूमा स्थानीय तथा प्राङ्गारिक उत्पादनहरूको उपयोग सम्बन्धी जनचेतना विस्तार भएसँगै सहरी क्षेत्रहरूमा चिनोको चामलको माग बढ्दै आएको छ। ग्रामीण दूरदराजमा उत्पादित यो अन्नलाई संकलन तथा प्रशोधन गरी बजारसम्म जोड्न सके यसको व्यावसायिक खेती विस्तार हुने प्रचुर सम्भावना देखिन्छ। चिनोका दाना बाहिरको भुस हटाई भात वा खिर बनाउने, दाना भुटेर वा पिठोबाट विभिन्न परिकारहरू बनाई खाने गरिन्छ। यसमा गहुँ र धानमा भन्दा प्रोटिन र फलाम तत्त्व बढी पाइन्छ। यो एकदम छिटो पाक्ने र सबैभन्दा उच्च पहाडी भेगमा खेती हुने बाली हो। यसको खेती गर्न सजिलो हुनुका साथै कम लागतमा उत्पादन लिन सकिन्छ। अन्न बालीहरूमध्ये सबैभन्दा कम पानी आवश्यक पर्ने बाली भएकोले सुखाग्रस्त क्षेत्रमा एउटा भरपर्दो सहायक बालीको रूपमा यो परिचित छ। नेपालमा पाइने विभिन्न जातहरूमध्ये दुधे चिनो महत्त्वपूर्ण मानिन्छ। दुधे चिनोको दाना सेतो हुने र छोटो समयमै पाक्ने भएकाले अन्य जातहरूभन्दा यसको खेती बढी मात्रामा गरिन्छ। सामान्यतया भात, खिर र रोटीका परिकारका रूपमा प्रयोग गरिने यस जातमा अन्य जातहरूभन्दा बढी फल्ने, सुक्खा तथा रोग किरा सहने विशेषताहरू पाइन्छन्। चिनोमा पनि क्यान्सर निरोधक रसादीहरू र अक्सीकरण निरोधक खनिज लवणहरू पाइन्छन्। कपाल झर्ने समस्या भएका मानिसका लागि चिनोको भात खानु अति उत्तम मानिन्छ। रातो चिनोलाई दूधमा पकाएर खिरको रूपमा खाँदा गर्भ तुइने समस्या कम हुन्छ भन्ने जनविश्वास छ। चिनोको खेती पारिलो जमिनमा राम्रो हुन्छ। चिस्यान बढी भएको वा छहारी परेको ओसिलो जमिन यसका लागि उपयुक्त मानिँदैन। विशेष गरी पाखोबारी र कम खनजोत गरिने जमिनमा चिनोको खेती राम्रो हुन्छ।